पछिल्लो समय दर्शकले एकदमै धेरै कुरिरहेको राम नाम सत्य चलचित्रमा हामीले विराज भट्ट र दिव्या रायमाझीलाई मुख्य भूमिकामा देख्न पाउने भएका छौं। आज म यही कुराको बारेमा चर्चा गर्न गएको छु। साथमा लामो समयको ग्यापपछि पल शाह र गरिमा शर्माले सँगै अभिनय गरेको राजा बोलको गीतले यतिखेर युट्युबमा तहल्का मचाइरहेको छ। आज म यो कुराको बारेमा नि चर्चा गर्न गएको छु। भिडियोलाई पुरा हेरिदिनु होला र मेरो युट्युब च्यानल फास्ट फिल्मी न्यूजलाई सब्स्क्राइब गर्न भने नभुल्नु होला। चर्चा सुरु गरौं राजा बोलको गीतबाट। यो गीतको छायाङ्कन भएको दिनदेखि नै यो गीतको एकदमै धेरै चर्चा भइरहेको थियो। राजा बोलको गीतको चर्चा यस कारणले पनि भइरहेको थियो कि यो गीतमा पल शाह र गरिमा शर्मालाई 3 वर्षको ग्यापपछि सँगै जोडीको रूपमा देख्न पाउने भएका थियौं, जसको कारणले गर्दाखेरि पनि राजा बोलको गीत चर्चामा थियो। राजा बोलको गीत यतिखेर युट्युबमा रिलिज भइसकेको छ र गीतलाई दर्शकले एकदमै धेरै मन पराउनु भएको छ। गीतको बारेमा एकदमै धेरै पोजिटिभ रिभ्यूहरू आइरहेको छ। गीत हेर्नुभएको दर्शकबिनहरूले फेरि पनि पल शाह र गरिमा शर्माको जोडीलाई एकदमै धेरै मन पराउनु भएको छ। हजुरहरूले अहिलेसम्म पनि राजा बोलको गीत हेर्नुभएको छैन भने युट्युबमा गएर हेर्न नभुल्नु होला। राजा बोलको गीतमा पल शाह र गरिमा शर्मालाई जोडीको रूपमा देख्न सक्छ भने यो गीतमा विक्रम चौहानको डाइरेक्सन रहेको छ भने यो गीतमा एलिना चौहान र नरेश खातीको स्वर रहेको छ। यतिखेर गीतलाई दर्शकले एकदमै धेरै मन पराउनु भएको छ। युट्युबमा तहल्कै मचिरहेको छ र हजुरहरूले हेरिसक्नु भएको छ भने राजा बोलको गीत कस्तो लागेको छ। गीतमा लामो समयको ग्यापपछि पल शाह र गरिमा शर्मालाई जोडीको रूपमा हेर्न पाउँदा कतिको खुसी लागेको छ कमेन्ट गर्न भने नभुल्नु होला। अब चर्चा गरौं विराज भट्टको बारेमा। गत वर्ष विराज भट्टले 12 गाउँ चलचित्रबाट कमब्याक गरेका थिए र कमब्याक गरेको चलचित्र 12 गाउँ ब्लकबस्टर भइसकेपछि यतिखेर विराज भट्टको चर्चा, क्रेज र डिमान्ड एकदमै धेरै रहेको छ र विराज भट्टको फ्यानहरू यतिखेर विराज भट्टको नयाँ चलचित्र कहिले आउँछ भनेर एकदमै धेरै कुरेर बसिरहेका छन्। यसै क्रममा यो वर्ष विराज भट्टको राम नाम सत्य चलचित्र आउने भएको छ। यो चलचित्रको छायाङ्कन अबको केही दिनमा नै सुरु हुने क्रममा रहेको छ। यो चलचित्र फुल एक्सनमा आधारित रहनेछ। पछिल्लो समय राम नाम सत्य चलचित्रमा को नायिका होला भन्ने कुरो चर्चामा थियो। यसै क्रममा यो चलचित्रमा नायिका दिव्या रायमाझी फाइनल भइसकेको छिन्। गत वर्ष दिव्या रायमाझीको 2टा चलचित्र रिलिज भएको थियो। राम नाम सत्य चलचित्रलाई माइकल चौहानले डाइरेक्सन गर्दैछन्। यो चलचित्र फुल एक्सनमा आधारित रहनेछ भने यो चलचित्रमा विराज भट्ट, दिव्या रायमाझी त्यसैगरी सुशील श्रेष्ठलाई मुख्य भूमिकामा देख्न पाउने भएका छन्। हस् त्यति भन्दै म बिदा हुन चाहन्छु। राम नाम सत्य चलचित्रमा विराज भट्ट, दिव्या रायमाझीलाई एकसाथ हेर्नको लागि हजुरहरू कतिको धेरै एक्साइटेड हुन्छ कमेन्ट गर्न भने नभुल्नु होला। र यदि हजुरहरूलाई मेरो भिडियो मन परिरहेको छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला। हस्त धन्यवाद।